अलिकति माथिबाट दिनु त एक स्केल तल भानुभक्त रामायणको यो थोरै श्लोक थोरै पद राधे राधे। एक दिन नारद सत्य लोक पुगी गया, लोको गरौँ ही ध्वनि, ब्रह्मा ताही थिया पर्या चरणमा, खुसी गराया पनि। क्या सोध्छौ तिमी सोध भन्छु म भनी, मर्जी भए थियो जसै। ब्रह्माको करुणा बुझ्यार ऋषिले बिन्ती गर्यायो तसै। हे ब्रह्मा जति हुन् शुभाशुभ सबै, सुनिरया छु कछु। बाँकी छैन तथापि सुन्न हिले, इच्छा म यो गर्दछु। आउला जब यो कली बखतमा, प्राणी दुराचार भई। गर्न्या छन् सब पाप अनेक तरहका, निजका मतिमा गई। साँचो बात गरै न कोही अरूकै, गर्नन् त निन्दा पनि। अर्काको धन खानलाई अभिलाष, गर्नन् असल हो भनी। कोही जन्त परस्त्रीमा रत हुनन्, कोही त हिंसामा। देहैलाई त आत्मा जानिरहनन्, नास्तिक पशु झै तहाँ। कामका चाकर झै भएर रहनन्, स्त्रीलाई देवता सरी। मान्नन् पितृ र मातृलाई बुझेको, शत्रु सरीका गरी। ब्राह्मण भइकन वेद बेचिरहनन्, कोही पढुन् तापनि। धन ठुलो छ पनि भन्या सहज धन, आर्जन गरौँला भनी। जाति धर्म रवैन क्षत्रियहरूमा, जो छन् यी नीचाहरू। शूद्रादि त तपस्वी होइरहनन्, ब्राह्मण सरीका बरु। नारी भ्रष्ट हुनन् पति र ससुरा, को द्रोह ठुलो गरी। यस्ता नष्ट कसोरी मुक्त त हुनन्, संसार सागर तरी। यो चिन्ता मनमा भयो र अहिले, सोधौं उपायै भनी। आयाको छु दया निदान कसरी, तर्नन् सहज यी पनि। नारदले दुनिया उपर गरी, यस्तालाई उपाय तर्न सजिलो, कुन हो आज्ञा गरी। मेरो चित्त बुझाइ बक्सनु होस्, क्याले जान्छन् तरी। नारदले दुनिया उपर गरी दया, बिन्ती गर्यायो जसै। ब्रह्माजी पनि खुब प्रसन्न हुनुभयो, मर्जी भए थियो तसै। हे नारद सब पाप हर्न कनता, रामायणैले सरी। अर्को मुख्य उपाय छैन सबको, यतियै छ अमृतसरी। शम्भुदेखि सुनेर यसकी महिमा, गान पार्वती गर्दछिन्। रामको नाम अपार जानी बहुतै, आनन्दमा पर्दछिन्। आधा पार्वती जान्दछिन् म त सबै, चौथाई पो जान्दछु। रामायण कन गाई नाश नहुन्या, पाप छैन यो मान्दछु। रामायण कन गाउन्या पुरुषको, आज्ञा त इन्द्रै पनि। मान्छन् श्री रघुनाथका प्रियै हुन्, मान्याई नै हुन् भनी। जो छन् वेद पुराण श्रुति स्मृति गीता, सोरै कलामा पनि। पुग्दैनन् त बखान कहाँ तक गरौँ, यो फेरि ठुलो भनी। भक्तवत्सल भगवानको, श्रीमद् भागवत महापुराणको, श्री रघुराज रामचन्द्रको आजको आनन्दको जय हो। एउटा नचाउने भजन पनि गाउनै पर्छ।